Hello guys, welcome to my very first mini vlog. Good morning and it's Thursday. आज चाहिँ मेरो दाइको लिखित एक्जाम छ, यानि कि मतलब रिटन एक्जाम छ। आज दाइको लाइसेन्सको लिखित एक्जाम भएको हुनाले चाहिँ हामी डुम्रे यातायात जान लागेका छौँ। यहाँ लमजुङमा चाहिँ हाम्रो जिल्ला लमजुङ हो है, लमजुङमा चाहिँ यस्तो यातायात कार्यालय छैन, त्यो भएर पनि हामी डुम्रे जानुपर्छ है। अनि डुम्रे जाने भनेको दाइ चाहिँ फेरि भुटुडारमा हुनुभएको छ कि है, दाइलाई चाहिँ मैले त्यहाँबाट पिकअप गर्नुपर्ने हुन्छ। सो दाइलाई लिन जान आँटेको ठ्याक्कै अब बाइकले चाहिँ यस्तो समस्या दिन्छ कि मेरो साथै जाने बेलामा होइन, अरू दिन जे जस्तो भए पनि ठ्याक्क चाहिने बेलामा इम्पोर्टेन्ट दिनमा चाहिँ बाइकले पनि एकदम धोका दिइरहेको हुन्छ। कोल्ड स्टार्ट गर्दाखेरि स्टार्टै भइदिँदैन होइन। त्यो भएको भएर चाहिँ अब के समस्याले होला हजुरको बाइकहरू पनि यस्तै हुन्छ भने मलाई सजेस्ट गरिदिनु पऱ्यो, त्यो चाहिँ मलाई भनिदिनुहोस् होइन। अनि त्यसपछि बल्ल म पनि मेरो बाइकलाई ठिक गर्न सक्छु। ठिकै छ, अब अहिले चाहिँ यस्तो छ नि त, अनि अति भएपछि त मैले रिस चाहिँ चोक तानिदिन्छु क्या, चोक तानेर मजाले स्टार्ट गरिदिन्छु। 10-15 सेकेन्ड चोकसम्म त्यसै त बाइक आफै स्टार्ट भइहाल्छ। अनि बल्ल चित्त बुझ्छ, नत्र भने त कोल्ड स्टार्ट र झ्यापझुप हुने मान्दैन क्या, गाह्रो मानिहाल्छ कि बाइकले त है। अरू कुरा जे जस्तै भए पनि चेनमा ल्युब लाउनु चाहिँ एकदम मोस्ट इम्पोर्टेन्ट है, त्यसरी चेनमा चाहिँ एकदम ल्युब लगाउनै पर्छ। अब मैले दाइलाई पिकअप गरेर पनि हामी चाहिँ हिँडिसकेका छौँ, हामी टक्क पाउदी पुगिन लागिसक्यौँ। दाइ चाहिँ भिडियोमा आउने लाज बाँधिरहेको होइन, ठिक छ। त्यही पनि दाइलाई मैले जबरजस्ती भिडियोमा देखाएर लिएर हिँडेको, लाज त मारिराख्नु भएको थियो अलिअलि है। ठिकै छ, हामी त बाँकीजार नपुग्दै मैले एकदम आफूलाई महसुस गरेँ कि बाइक बेसी उफारिरहेको थियो। टायरको प्रेसर चेक गर्दा त 32 PSI भन्दा धेरै नै रहेछ, त्यो भएको भएर उफारिरहेको रहेछ। फेरि त्यहाँको मेकानिक दाइसँग भनेर मेन्टेन पनि गरेँ। अनि हामी ठ्याक्कै अलिकति हावा घटेर जान पाएको थिएन, त्यसरी हिलो बाटोमा पनि हिँड्नु पऱ्यो एकछिन है। त्यो ठ्याक्कै तुतुरे पुग्ने बेलामा चाहिँ साह्रै हिँड्नु रहेछ ठ्याक्कै। अनि तुतुरेबाट चाहिँ हामीलाई उता चाम्बास जाने बाटोमा चाहिँ रोक लगाएर अनि यता गोर्खाको बाटो जानु भन्नुभयो है। म त्यो बाटो पहिला हिँडेको पनि थिइनँ, दाइले फेरि मलाई ठ्याक्कै त्यो बाटो हुन्छ म हिँडेको छु जाम भन्नुभयो। अनि त्यो बाटो जानु भनेर झर्दै थिएँ, बाटो त एकदम बिग्रेको रहेछ। सबै माइक्रो बसहरू चाहिँ कुनै कुनै चाहिँ त्यही चाम्बासकै बाटो हिँड्नु भए पनि गइरहेको थियो, तर बाइकहरूले चाहिँ धेरै अप्ठ्यारो छ कि। अनि म त ठ्याक्कै 1 हप्ता अगाडि पनि काठमाडौँ जाँदाखेरि त त्यसरी गाह्रो भएको थियो नि त, ठ्याक्कै चाम्बासको बाटोमा पानीमा रुच्दै हिँड्नु गएको थियो नि त। अनि त्यही भएर यो बाटो गएको थियौँ, यो पुलबाट चाहिँ ठ्याक्कै हामी गोर्खातिर लाग्यौँ है। यो पुल त तल छोडेर हामी चाहिँ गोर्खातिर लाग्यौँ। अब यो पुल पारी गोर्खा छ, गोर्खाको जिल्लाको बाटो चाहिँ अब धेरै जस्तो पिच छ कि। अन्त अरू जिल्लाहरू हेरी चाहिँ यता पहाडी भागमा चाहिँ गोर्खा चाहिँ धेरै विकसित छ कि। अनि ठ्याक्कै हामी जाँदाखेरि त एयरपोर्टमा पुगेको थियौँ होइन। एयरपोर्टमा पुगेपछि त दाइले मलाई के भन्नुभएको थियो भने यहाँ गोर्खाको एयरपोर्टमा चाहिँ प्लेन चल्थ्यो पहिला, नेपाल एयरलाइन्सकै भन्नुभएको थियो है। टाइपिकल्ली लाइट एयरक्राफ्ट DHCहरू चाहिँ चल्थ्यो अरे कि है। अनि त्यो गोर्खाको बाटोमा जाँदाखेरि धेरै पिचहरू ढलान भएको बाटोहरू पनि धेरै देख्न पाएँ होइन। त्यसपछि त्यहाँतिर चाहिँ अन्त जिल्लाहरू हेरी हाम्रो ठाउँहरू चाहिँ धेरै विकास भएको थियो। जाँदाखेरि त सडनली होइन, ठ्याक्कै मेरो मामा ससुराल जाने बाटो आइदिरहेको। अनि यता लेफ्टतिर चाहिँ सिधै अगाडि गएको भए चाहिँ मामा ससुराली गाउँ पुग्थ्यो। अनि यता राइटतिर जाँदा चाहिँ हामी विमलनगरको यानि कि दाइको त्यो लिखित एक्जाम दिने यातायात कार्यालयमा पुग्छ क्या। अनि त्यसपछि त हामी राइटमा लाग्यौँ होइन। अब अजाजलाई भेट्न पनि हामी छिट्टै जाँदैछौँ, म र मेरो मायालु। अनि मेरो बुढीसँग ससुराली गएको भ्लग पनि हेर्न चाहनुहुन्छ भने चाहिँ स्योर होइन कमेन्टमा एस लेख्नु होला, अनि म बुझ्छु नि। अनि ठ्याक्कै हामी सिधै विमलनगरको ठ्याक्कै त्यो यातायात कार्यालयमा पुगिँदो रहेछ होइन। अनि त्यहाँसम्म पुगिन्जेलसम्म त बाटो ठिकै थियो, राम्रै थियो। गोर्खाको यता चाम्बासको हेरिकन त त्यहाँ पुगेपछि बाइकको अवस्था चाहिँ यस्तो थियो है, बाइकको अवस्था यस्तो थियो। अनि आफ्नो जुत्ता ट्र्याक कपडाको हालत यस्तो थियो। अनि म चाहिँ फेरि अलिक छप्री पारामा कपालसम्म मिलाइदिएर चम्पल हालिदिन लागेको होइन। फर्किँदाखेरि यो चाम्बासको बाटो कस्तो रहेछ भने खेत रोप्न मिल्ने, एकदम खेत रोप्न मिल्ने भन्दा कम थिएन त्यस्तो बाटोमा बल्ल आयो है। म चाहिँ के सजेस्ट गर्छु भने काठमाडौँतिर जानै हुनुहुन्छ भने चाहिँ तपाईँले गोर्खाको रुट लिन चाहिँ एकदम ठिक छ है बाइकहरूको लागि चाहिँ। यदि पोखरा जानु लाग्नु भएको छ भने चाहिँ त्यो लिँदा हुन्छ। मेरो घरमा चाहिँ मेरो काले मेरो लागि एकदम प्रतीक्षा गरिरहेको हुन्छ खुसीसँग है। मेरो आजको ब्लग चाहिँ यहीँनिर सकिएको छ। थ्याङ्क्स फर वाचिङ, सधैँ सपोर्ट गर्नुहोस्।